नेपालका धेरै सुन्दर गन्तव्यहरू आज पनि प्रचारभन्दा धेरै प्रकृतिको काखमा लुकेर बसेका छन्। कतिपय ठाउँहरू यस्ता हुन्छन् जहाँ पुगेर मात्र थाहा हुन्छ। नक्सामा सानो देखिने ठाउँले पनि मनमा कति ठुलो छाप छोड्न सक्छ। आज हामी पुगेका छौँ धनौको म्याग्दे गाउँपालिका वडा नम्बर 7 मा रहेको डाँडागाउँ। दोलनीबाट करिब आधा घण्टाको दूरी, तर अनुभव जीवनभर सम्झिने। यो केवल एउटा भ्यू टावर होइन, यो प्राकृतिकसँग भेट हो, गाउँसँगको चिन्जान हो, मानिसहरूको आत्मीयता महसुस गर्ने ठाउँ हो। आज हामी तपाईलाई डाँडागाउँको त्यो सुन्दर संसारमा लिएर जाँदैछौँ। डोल्ने बजारबाट हाम्रो यात्रा सुरु हुन्छ। चापाघाट, पतेनी, रानीटारी, यात्रा अगाडि बढ्दै जाँदा सडकसँगै दृश्य पनि बदलिँदै जान्छ। सहरको चहलपहल हराउँदै जान्छ, हरियाली बढ्दै जान्छ, हावामा चिसोपन मिसिन थाल्छ। यहाँको बाटो आफैमा एउटा अनुभव हो। बाटोमा देखिने स्थानीय गाउँ, मेहनती किसान र प्रकृतिको सुन्दर मेल यात्राले नै गन्तव्यलाई अझ विशेष बनाइरहेको हुन्छ। अनि हामी पुग्छौँ डाँडागाउँ भ्यू पोइन्ट। पहिलो नजरमै मन रोकिए जस्तो हुन्छ। चारैतिर खुल्ला आकाश, तल फैलिएको हरियाली। अहिले डाँडागाउँको यो भ्यू टावरमा छु। यहाँबाट चाहिँ माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशिखरहरू एकदमै राम्रो देखिँदैछ। तर यो हुस्सु बादलले गर्दाखेरि सबै छपिरहेको छ। एकछिनमै खोल्छ, फेरि एकछिनमै चाहिँ पुरा बादलले यो हुस्सुले चाहिँ छोप्छ। टाढादेखि नै हिमाल, यही दृश्यका कारण धेरै मानिस यहाँ घन्टौँ बिताउँछन्। मौसम सफा भएको दिन यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिम श्रृङ्खला स्पष्ट देखिन्छ। साथै दमौली बजार, साँगेपाट, मानुङकोट, तनहुँसुर, बन्दीपुर, गोर्खा, मनकामना क्षेत्र समेत एउटै स्थानबाट देख्न सकिन्छ। नेपालमा धेरै भ्यू पोइन्ट छन्, तर डाँडागाउँलाई विशेष बनाउने कुरो भनेको यहाँको शान्त वातावरण हो। यहाँ कुनै ठुलो भिड छैन, हर्न र धुवाँ छैन, छ केवल हावाको आवाज, चराको गीत र प्रकृतिको मिठास। यही कारण यहाँ आउने मानिसहरू मानसिक रूपमा पनि निकै हलुका महसुस गर्छन्। डाँडागाउँको अर्को पहिचान हो डाँडागाउँ हर्कपुर सामुदायिक होमस्टे। यहाँ पाहुना केवल ग्राहक हुँदैन, उहाँ परिवारको सदस्य जस्तै हुन्छन्। स्थानीय अर्ग्यानिक खाना, मगर समुदायको संस्कृति, गाउँको मौलिक जीवनशैली, स्थानीय कथा, यही हो ग्रामीण पर्यटनको वास्तविक स्वाद। हरेक गाउँको एउटा कथा हुन्छ। डाँडागाउँको कथा बुझ्न हामीले भेट्यौँ स्थानीय व्यक्तित्व बालकृष्ण श्रेष्ठलाई। नमस्कार, म म्याग्दे गाउँपालिका वडा नम्बर 7 यो नमुना डाँडागाउँ टोल विकास संस्था अन्तर्गत यहाँको स्थानीय बालकृष्ण श्रेष्ठ। यहाँबाट धेरै दृश्य अवलोकन
हरू गर्न सकिन्छ। यो दृश्यावलोकनको रूपमा चाहिँ यो डाँडागाउँ भ्यू पोइन्टबाट एकदमै पश्चिमदेखि चाहिँ पूर्वसम्मको लस्करै हिमालको दृश्यहरू प्रष्टसँग नजिकबाट हेर्ने अवसर मिल्छ र यहाँबाट धेरै तनहुँ जिल्लाका अधिकांश अग्ला पहाडहरू चुचुराहरू यहाँबाट देख्न सकिन्छ। हामीले आउने पर्यटक आगन्तुकहरूलाई चाहिँ एकदमै सहज वातावरणमा यहाँ दृश्य अवलोकन गराउन सकिने वातावरण छ र यहाँ आउनको लागि दमौलीबाट रानीटारी साँगे रानीटारी हुँदै हर्षपुर हुँदै यो भ्यू पोइन्ट आउन सकिन्छ। यहाँसम्मको दूरी जम्मा 12 किलोमिटरको छ र दमौलीबाट पोखरा जान आउने पर्यटकहरूलाई पनि यहाँबाट सिधै यो डाँडै एउटा चाहिँ पर्यटकीय मनोरम दृश्यको साथ यो डाँडाको टुप्पै एउटा चाहिँ दुलेगौंडा हर्षपुर मोटरमार्ग छ। यो मोटरमार्ग हुँदै दुलेगौंडा निस्किने एउटा सहज वातावरण। उहाँले डाँडागाउँको इतिहास, विकास, सम्भावना र यहाँको सामाजिक जीवनबारे धेरै रोचक जानकारी साझा गर्नुभयो। यात्राको अर्को विशेष क्षण उहाँकै घरमा स्थानीय परिकारको स्वाद। खाना त स्वादिष्ट थियो नै, तर त्यो भन्दा मिठो थियो उहाँहरूको आत्मीयता। यात्रामा कहिलेकाहीँ दृश्य भन्दा पनि मानिसहरूले धेरै ठुलो सम्झना छोड्छन्। पर्यटन केवल घुम्ने कुरा होइन, संरक्षण पनि हो। हामीले प्रकृतिलाई जोगायौँ भने मात्र भावी पुस्ताले पनि यही दृश्य देख्न पाउनेछ। डाँडागाउँ आउने सबै पर्यटकलाई एउटा सानो आग्रह, फोहोर नफालौँ, स्थानीय संस्कृतिको सम्मान गरौँ र गाउँको मौलिकतालाई जोगाउन सहयोग गरौँ। आजको यात्रा यतिमै समाप्त हुन्छ, तर डाँडागाउँको सम्झना यही सकिँदैन। यदि तपाईँ तनहुँ आउँदै हुनुहुन्छ भने केवल चर्चित गन्तव्य मात्रै होइन, यस्ता लुकेका सुन्दर ठाउँहरू पनि घुम्नुहोस्, किनभने कहिलेकाहीँ सबैभन्दा सुन्दर यात्रा त्यही हुन्छ जुन धेरै मानिसले अझै भेटाएका हुँदैनन्। म हुँ अश्विन श्रेष्ठ। यस्तै ओझेलमा परेका सुन्दर गन्तव्यहरूको खोजी जारी रहनेछ। अर्को यात्रामा फेरि भेटौँला।